सम्पूर्ण साथीहरूलाई हार्दिक नमस्कार। डिजिटल न्युरो नेपाल हेरेर बस्नुहुने तपाईँ सम्पूर्णलाई स्वागत छ। म आज एउटा सुन्दर गाउँमा आएको छु। पोर्चुगलको एउटा निकै सुन्दर ठाउँ, सुन्दर गाउँ अनि निकै रमाइलो ठाउँ छ। आजको मौसम भन्ने हो भने निकै राम्रो रमाइलो छ। पानी परेको छैन हैन, हल्का बादल, हल्का घामसितको एकदमै राम्रो छ। यो मौसममा म बाहिर निस्किएको थियो गाउँको लागि। राजधानीदेखि करिबन म 150 किलोमिटर टाढा छु हैन। यो ठाउँमा आइरहँदा मैले चाहिँ किन भिडियो बनाउँदैछु भने म भन्दा पछाडि देखेको यो बाटोको लागि। हेर्नुहोस् त कस्तो सिम्पल कुरा छ त्यो बाटो। यो गाउँमा राजधानीदेखि आउने जाने यहाँको लोकल मान्छेको लागि बनाइएको बाटो रोड हो है। लोकल मान्छेहरू ओहोरदोहोर गर्नको लागि, आफ्नो काम व्यस्तताको लागि, हिँड्नको लागि र विशुद्ध रूपमा गाउँको लागि बनाइएको एउटा सर्टकट बाटो हो है, सिम्पल बाटो। तर कति सुन्दर र कस्तो सिस्टमेटिक छ हेर्नुहोस् त, कति सफा छ, कस्तो स्टेट छ यो ठाउँमा हैन। कति बनावट कस्तो राम्रो छ, टु वे टक्क हैन। बाटोमा कहीँ फोहोर छैन, सफा छ। यता पनि छेकेको छ, यता पनि छेकेको छ। बाहिरबाट कुनै समस्या आउँदैन हैन, दुर्घटना हुने कुनै चान्स छैन। र युरोपमा कसरी विकास गरिन्छ भन्ने कुरा मैले यो बाटोबाट धेरै कुरा सिक्ने मौका पाएँ र तपाईहरुलाई नि मलाई देखाउन मन लाग्यो। म यो बाटोभन्दा अलिकति माथिको फ्लाइओभरमा बसिरहेको छु, एउटा क्रसिङ रोडको बाटोमा बसिरहेको छु र भिडियो बनाइरहेको छु। यो बाटो साँच्चीकै सुन्दर छन् मेरा लागि, किनकि हाम्रो देश पूर्व पश्चिम राजमार्ग पनि यस्तो छैन है। पूर्वदेखि पश्चिम जाने, पश्चिमदेखि पूर्व जाने हैन, पूर्व पश्चिमको राजमार्ग जुन छ त्यो पनि यतिको सफा, सुन्दर र यतिको राम्रो छैन। यस्तै विकास मेरो देश कहिले होला है, अचम्म लाग्छ। युरोप कति अगाडि रहेछ र कति पहिले विकास भएको रहेछ, कति सुन्दर रहेछ भन्ने कुरा र कस्तो विकसित रहेछ भन्ने कुरा, यहाँको सिस्टम कति बलियो रहेछ भन्ने कुरा त मैले यो रोड हेरेर, यहाँको व्यवस्थापन हेरेर थाहा पाइसकेँ। सायद अब मेरो देशले पनि कुनै न कुनै एउटा नयाँ बाटो र नयाँ आयाम लिनेछ भन्ने आशा छ। आशा गरौँ। हामी विदेशमा हुने नेपालीहरूको त एउटा आशा नै हो हैन। देश बनेको हेर्न चाहने म जस्तै हजारौँ नेपाली, लाखौँ नेपाली विदेशमा हुनुहुन्छ। यस्तै सिस्टमेटिक र यस्तै गाउँ पनि यस्तै चिल्लो, यस्तै राम्रो, यति सुन्दर सफा बनोस्, यस्तै विकास बनोस् मेरो देश।